हेलो गाइस, सो आज हामी चाहिँ स्पेसल अस्ट्रिचको अन्डा र चिलको मुट हालेर अन्डा रोल खान गइरहेको छु। मैले आफ्नो बुढालाई हात मागेको, बुढाले टाढो टाढो भागिरहेको छु, डरायो होला। बाटोमा हामीलाई कुकुरज्यू भेट्नुभयो। हेलो कुकुरज्यू। अनि त्यसपछि हामी बल्ल बल्ल हिँड्दा हिँड्दै आफ्नो ठाउँ आइपुग्यौँ होइन। हामीले वरिपरि हेऱ्यौँ, आन्टीले त कहीँ पनि देखेन। पर बस्नु भएको रहेछ। मैले बुढाले सोधेको, बुढा त्यो केटी कस्तो लाग्यो हजुरलाई भनेको, बुढाले त छि थु यस्तो नि हुन्छ भनेछ होइन। अनि यो गाइज हेर, यो हाम्रो गडेलाको चाउमिन तयार छ होइन। अब आन्टीले आफ्नो स्पेसल गरी घोलेको अस्ट्रिचको अन्डालाई प्लाटे तावा मानेर खराउनुहुन्छ, किनभने मलाई खराको अस्ट्रिचको अन्डा मात्रै मनपर्छ क्या। अनि त्यसपछि आन्टीले यसलाई रोल गर्नुहुन्छ होइन। रोल गरेर छुरीले च्याप 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 काट्नुहुन्छ होइन। अब आन्टीले यति मिठो बनाइसकेपछि त यसमा स्पेसल चटनी त नहाली हुँदैन। सो आन्टीले यसमा हाल्नुहुन्छ चिलको मुट। हेर्नुहोस् है गाइस, यस्तो दामी गरी आन्टीको दामी रेसिपी। अब भन्नुहोस् त हजुरहरूलाई खान मन छ कि छैन यस्तो दामी अस्ट्रिचको अन्डा, गडेउला र चिलको मुट।